बसिरहन्छस्? आज त काम गरेर देखा। आमा आज त शरीर दुखिरहेको छ, भोलि जान्छु नि। भोलि होइन, आजै जंगलबाट सुनको फल लिएर आ, नत्र खाना छैन। हरेक दिन नयाँ माग। अघिल्लो पटक अजिङ्गर। सावधान भएर जा है हल्क। अघिल्लो पटक त रुखै बोकेर आएको थिएस। चुप लाग जिरे खुर्सानी, आज दिमाग चलाएर काम गर्छु। ओहो, यति ठुलो हल्क एक्लै जंगलमा कता जान लागेको? मलाई सुनको फल चाहियो। सिधा बाटो देखा, नत्र तँलाई नै उठाएर लैजान्छु। बाटो त छ, तर पहिले मेरो सानो काम गरिदेऊ। धोका दिइस् भने तँलाई मोबाइल टावर बनाइदिन्छु। बेटा, बल राम्रो कुरा हो, तर बुद्धि बिना बल खतरा हुन्छ। बाबा आमा भोकै बस्नुहुन्छ, उपदेश पछि दिनुहोस्। सुनको फल होइन, आमालाई त तेरो जिम्मेवारी चाहिएको हो। आमा सधैँ सही नै भन्नुहुन्थ्यो, म त रिस मात्रै देखाउँथे। सुनको फल त छैन, तर मिहिनेतको फल छ। कहाँ छ सुनको फल? आमा फल साधारण हो, तर छोरो आज बुझेर फर्किएको छ। नालायक, आज पहिलो पटक मेरो मन जितिस। तोता भन्छ आज हल्क पास भयो।